गाइज आज हामी पुनः जाँदैछौँ पुचुङमा। जाँदैछौँ हामी चाहिँ आज फर्स्ट टाइम जानु लाग्छ यहाँ आएकोदेखि चाहिँ यहाँ चाहिँ हाम्रो साथीहरू छ अरे होइन, त्यही भएर साथीहरूलाई भेट्नको लागि हामी जाँदैछौँ पुचुङमा। ओके ल या गाइज हामी चाहिँ आज दाइगोमा तिहार स्पेसल मनाउन जाँदैछौँ। अब उता गएर स्पेसल खानी हो। ओके गाइज हामीलाई चाहिँ इन्भाइट भएको हुनाले चाहिँ हामी जाँदैछौँ। लेट्स सी अब कस्तो हुन्छ। अब दारू पानी चाहिँ नखाउँ भने हो। अब केटाहरूलाई म कन्ट्रोल गर्छु, कन्ट्रोल। गाइज हाम्रो ट्याक्सी आइसक्यो। हामी जाने ट्याक्सी चाहिँ यही हो। यही होइन त गाइज, ट्याक्सी कन्फर्म गर है। मान्छे भित्र रहेछ, झर्न देऊ पहिला। अब हामी यो कारमा सलललल जानेछौँ। हामी अहिले ग्र्याब भित्र छौँ। घरले त काम गरेको नि लगभग 5 देखि 10 मिनटमा हामी पुचुङमा पुग्ने नै छौँ। गाइज हामी पुचुङमा आइपुगिसक्यो। यता हाम्रो दाइ पनि हुनुहुन्छ। अब हामी यहाँ भित्र प्रवेश गर्दैछौँ। ल हामी चाहिँ यहाँ भित्र आइसक्यो साथीहरू। हाम्रो दाइहरू चाहिँ यही कम्पनीभित्रै बस्नु हुँदो रहेछ। अब हाम्रो पनि यतातिरै ठेगाना लागिरहेछ। अब जस्तो चाहिँ खानेछौँ। हामी खाजा खाएर अब पार्कतिर घुम्न जाँदैछौँ। हाम्रा साथीहरू पनि जाँदै हुनुहुन्छ। साथीहरू अहिले हामी चाहिँ फुटबल ग्राउन्डमा आइपुगिसक्यो। यहाँ हाम्रो साथीहरू चाहिँ गेम प्रतिस्पर्धामै छन्। तपाईँहरूले हेर्न सक्नुहुन्छ। सम्धि से समथिङ। अब यहाँ चाहिँ यहाँको लोकल सम्धिहरू खेलिरहेछ। ओके अब हाम्रो इन्ट्री भएपछि यहाँ केटाहरू फेरि सबै तर्साइहाल्छ, किनभने भुपु खेलाडी हो। ओके फिलिलिली पार्नुपर्छ है एकैचोटि। गोलको त बसात गरिदिन्छु म फेरि। ओके ठिक छ। अब हामी पारी जानेछौँ। यहाँ लोकल सम्धिहरू छ क्या अहिले। अब त्यहाँ गएपछि हाम्रो टर्न आउँछ भन्ने मलाई विश्वास छ। यहाँ हाम्रो सम्पूर्ण प्राय चाहिँ यहाँ म्याक्सिमम चाहिँ हाम्रो नेपालीहरू हुनुहुन्छ है। ग्राउन्ड चाहिँ निकै नै ब्युटिफुल छ है। सबै साथीहरू चाहिँ खेलिरहेकै अवस्था छ। ल हाम्रो साथीहरू चाहिँ यहाँ फोटो खिचिरहेछ। क्यामेराम्यान चाहिँ हाम्रो सम्धि हो, फोटो खिचिरहे। यहाँको ग्राउन्ड चाहिँ एकदमै राम्रो रहेछ है। हाम्रो साथीहरू चाहिँ खेलिरहेछ यहाँ फुटबल।